Guys, welcome to my channel and I hope सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। लङ टाइम पछि मेरो नयाँ भिडियोसँगै मैले चाहिँ भिडियो स्टार्ट गरेँ अनि आज चाहिँ मेरो अलिक स्पेसल भिडियो बनाउन लागेको हो होइन। के भन्नु, मेरो चाहिँ जन्मदिन हिजो अनि आज चाहिँ मेरो बुढाले केक चाहिँ आज कट्ने हो। जन्मदिन चाहिँ मेरो हिजै सकिसक्यो तर आज केक काट्ने भनेर अनि तयारीमा हामी घर जाने बेला भइसक्यो। हिँड्दैन मलाई त अल्छी लागिसक्यो अनि पसलमा बस्छ कतिखेर आउँछ र जानु होला हौ, दिनै लाउँछ। यो चाहिँ माछा बनाएको के खै, म माछा बनाएको देखाउनु पऱ्यो। यो चाहिँ हाम्रो पसलमा चाहिँ माछा पनि किन्नु पाइन्छ है। यो चाहिँ माछा कति किलोको भयो? यो 490 को। अन्डा पनि रहेछ, अन्डा माछा पनि छ। हिजोको बर्थडे आज मनाउने मान्छेले मलाई घर लगेर जानु पनि 3 दिनै लगायो। निन्द्रा आइसकिसक्यो। अगाडि अगाडि मामा हिँड्दै हुनुहुन्छ। किन हेडलाइट गरेको छैन? अगाडि अगाडि मामा हुनुहुन्छ, पछाडि हामी। अनि मेरो चाहिँ यस्तो धेरै सामान छ यहाँ बिचमा। बुढा तिमीले मलाई आज सामान लिएर लान्छु भनेको होइन? ओ बेबी अलिकति अगाडि लगा, लड्छु पछाडि सर्छ। अरे बसले झन्डै ल्याङ गर्यो। राम्रो देख्छ है बाटो चाहिँ। ए बुढी बजाइ परेछ, म त बेहुली पो देखेको। टल्केको साडी लाउनु बित्तिकै म त बेहुली भनिहाल्छु। हिजो मेरो बुढाले आवाज दिएन भन्दै थियो, दियो त आज त। हिरोला पनि झर्नु आँट्यो, तिमी पनि झर्नु आँट्यो। बर्थडे हिजो सकिएको, आज स्पेसल गर्ने भनेपछि त मलाई भएन होइन। अरे हामी म घरमा छैन किनभने स्पेसल गर्नु खोज्छ त स्पेसल हुनु पर्यो। म पनि तिमीहरूले खाना सक्छ बनाइन आज जसले स्पेसल गरेर उसले बनाएर दिने हो नि त। त्यही भएर खाना सक्छ बनाउने मान्छे पनि मात्रै बनाउँदैन। बर्थडे सकिएपछि बर्थडे गरिदिएपछि स्पेसल ट्रिटमेन्ट दिनु परेन बर्थडे वालीलाई। कुम्ली अब चाहिँ केक मात्रै खाएर भयो, गरिदिने भनिसकेपछि अब गरेको केक मात्रै हुन्छ। अलिकति सामान त लाउनु पऱ्यो अनि त्यही भएर म पसलमा के देख्छु त्यो टिप्नुलाई हिँडेको। म चाहिँ टिप्छु, तिमीले पैसा दिनु। यस्तो हतिरमा गाडीमा हिँड्नु परेको छ। कसैले गर्दा मैले केही नदेऊ पर्दैन भनेको, पैसा सक्ने नास्टाको काम नगर भनेको। मान्दैन, टेर्दैन, उसको मनले पो मानेर हुन्छ। Happy birthday to you. Happy birthday to you. कुटी कुटी नि भन्न लाउँछ त भनेको। कुटी कुटी नि भन्न लाउँछ भनेको।
है